लक्ष्मीको नयाँ भिडियोमा यहाँ सबैजनालाई म स्वागत गर्न चाहन्छु। तपाईँले यहाँ माथि देख्न सक्नुहुन्छ दुईजनाको रिफाइनेन्स चाहिँ हामीले नगरौँ भनेर भन्यो। एउटा हाम्रो एक्जिस्टिङ क्लाइन्ट हुनुहुन्थ्यो, उहाँलाई वेट गर्न लगाइयो पनि। एकजना हामीले अप्रोच गर्नुभएको त्यो रिफाइनेन्स गर्नको लागि अराउन्ड यही इन्ट्रेस्ट रेट थियो। इन्भेस्टमेन्टको चाहिँ अराउन्ड 6.43 को इन्ट्रेस्ट रेट थियो र उहाँको सिचुएसन पनि मेरो एक्जिस्टिङ क्लाइन्टको जस्तो सिचुएसन भएको भएर उहाँलाई पनि तपाईँ जहाँ हुनुहुन्छ अलिक समय त्यहीँ बस्नुहोस्, तपाईँको यो सिचुएसन यसरी मिलाएर मात्रै हामीले रिफाइनेन्स गरौँ भनेर हामीले सल्लाह दियौँ। र यो सिचुएसनमा चाहिँ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ कि कसैको इन्भेस्टमेन्टको इन्ट्रेस्ट रेट 6.43 छ र हामीसँग चाहिँ अप्सन वाइज चाहिँ 6.2 बनाउन सकिन्छ भन्यो भने चाहिँ झट्ट हेर्दाखेरि रिफाइनेन्स गर्दा जितिन्छ जस्तो लाग्छ। तर सधैँभरि चाहिँ रिफाइनेन्स गरेर मात्रै जितिन्छ भन्ने चाहिँ होइन। किन भन्दाखेरि तपाईँले हेर्न सक्नुहुन्छ, जस्तो इक्जाम्पलको लागि चाहिँ त्यो प्रपर्टीको लोन अमाउन्ट अप्रोक्सिमेटली एक्ज्याक्ट अमाउन्ट होइन, अप्रोक्सिमेटली 600 को वरिपरिको छ र भ्यालुएसन गर्दाखेरि चाहिँ 10%मा रजिस्टर्ड नर्सको स्किममा दुवैजनाको प्रपर्टी किनिएको रहेछ। मेरो क्लाइन्टको पनि हो र उहाँको पनि रहेछ। त्यो भएको भएर चाहिँ अहिले 5% को ग्रोथ भएको छ। अझै 5% ग्रोथ नभएको त हामीले ब्याङ्क चेन्ज गऱ्यो भने चाहिँ कहिलेकाहीँ तपाईँलाई चाहिँ कहिलेकाहीँ होइन कि तपाईँलाई मोस्ट अफ द केसमा चाहिँ तपाईँलाई चाहिँ लेन्डर मोर्गेज इन्स्योरेन्स एलआईमा तिर्नुपर्ने हुन्छ। र यो केसमा पनि हामीले एलआईमा तिरेर रिफाइनेन्स गर्ने कुरा त भएन। त 20% डिपोजिट पुऱ्याउनको लागि चाहिँ भ्यालुएसन त आएन। नआइसकेपछि हामीले के गर्नु पऱ्यो त भन्दाखेरि अप्रोक्सिमेटली $32,000 चाहिँ हामीसँग भएको अहिले बसिरहेको क्लाइन्ट बसिरहेको घरको अनर अकुपाइड प्रपर्टीको अफसेट अकाउन्टमा जुन पैसा छ 80,000 जस्तो पैसा, त्यसबाट निकालेर चाहिँ त्यहाँ डिपोजिट गर्नु पऱ्यो। त्यो गरेर हामीले रिफाइनेन्स गऱ्यौँ भने चाहिँ हाम्रो पैसा बच्ने देखियो। कति बच्छ त भन्दाखेरि 0.23 बच्छ उहाँको होइन। 0.23मा चाहिँ अब उहाँको चाहिँ हामीले इक्जाम्पलको लागि 32,000ले घटाइयो भने चाहिँ उहाँको एक्चुअल 600बाट लोन अमाउन्ट घटेर चाहिँ 568 जस्तो हुन्छ। अब यो कन्डिसनमा उहाँले एनुअली बचाउने भनेको चाहिँ 1300 जस्तो वर्षको बस्ने देखिन्छ इन्ट्रेस्ट रेटमा, जुन 6.43बाट घटेर चाहिँ 6.2 हुँदाखेरि चाहिँ भनेपछि वाउ भनेको जस्तो सिचुएसन चाहिँ देखियो यहाँ। तर एट द सेम टाइम हामीले फ्लिप साइडमा कसरी हेर्नु पऱ्यो त भन्दाखेरि तपाईँको चाहिँ त्यही पैसा हाम्रो अहिलेको घरको अफसेटमा बसेको भए के हुन्थ्यो त भन्दा उहाँको 6.10 को इन्ट्रेस्ट रेट छ भने मिनिमममा पनि उहाँले चाहिँ $1,950 जस्तो उहाँले मिनिमममा बचाउनुहुन्छ। भनेपछि हामीले चाहिँ ब्याज घटेको जस्तो देख्नु मात्र ठुलो कुरा हो कि एक्चुअलीमा हामीलाई कति डलर कति फाइदा भइरहेको छ भन्ने कुरा। अन टप अफ द्याट अझ यसमा त उहाँले जुन 32,000 माथिपट्टि लगेर इन्भेस्टमेन्ट प्रपर्टीमा आफ्नो अनर अकुपाइडको लगेर डिपोजिट गर्नुहुन्छ र रिफाइनेन्स गर्नुहुन्छ, त्यो गरिसके पछाडि चाहिँ त्यो 32,000मा पनि कममा चाहिँ हामीले चाहिँ इन्ट्रेस्टलाई खर्चको रूपमा चाहिँ मान्न पाइयो भनिसकेपछि उहाँलाई त्यति मात्रै लाइक 1,950 मात्रै फाइदा हुने होइन कि नगर्दाखेरि अझ बढी फाइदा हुन्छ। र गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ 1,300 देखिँदाखेरि फाइदा भएको जस्तो देखिए पनि त्योभन्दा अलिकति कम नै उहाँलाई चाहिँ फाइदा हुन्छ एज अ डलर भ्यालुमा। त्यही भएर सिचुएसन हेरेर इन्डिभिजुअलको सर्कमस्टान्सेस हेरेर गर्नुपर्छ। तपाईँहरू हामीलाई अप्रोच गर्नुभयो भन्दैमा हामीले तपाईँलाई फाइदा हुँदैन भने चाहिँ ल स्टार्ट अवे गरौँ भनेर भन्ने कुरा हुँदैन। कहिलेकाहीँ देखेको इन्ट्रेस्ट रेटलाई मात्रै तपाईँले बिलिभ गरेर चाहिँ डिसिजन नगर्नुहोस्। त्यसमा नम्बरहरू क्रन्च गर्नुहोस्। नम्बरहरू निकाल्दाखेरि चाहिँ कहिलेकाहीँ तपाईँलाई अलिकति हायर इन्ट्रेस्ट रेट देखिँदाखेरि पनि तपाईँलाई चाहिँ फाइदा भइरहेको हुनसक्छ। यस्तो सिचुएसनमा केस बाई केस हुने भएको भएर चाहिँ के डिस्कस गर्नु मन छ भने हामीलाई इनबक्स गर्नुहोस् या हाम्रो वेबसाइटमा गएर अपोइन्टमेन्ट बुक गर्नुहोस् भन्दै आजको यस भिडियोबाट म किशोर बिदा माग्न चाहन्छु। तपाईँको दिन शुभ रहोस्। नमस्ते।